यो हो नयाँ संसद भवन। सिंहदरबारभित्र बन्दै गरेको नयाँ संसद भवनको अहिलेसम्म 88% काम सकिएको छ। सम्भवतः फागुन 21 को प्रतिनिधि सभा निर्वाचनबाट आउने नयाँ सांसदहरूको बैठक यही हुनेछ। भवन परिसरमा राजनीतिक दलहरूका संसदीय दलका कार्यालय, संसद सचिवालय, राष्ट्रिय सभा र प्रतिनिधि सभाका लागि आवश्यक संरचनाहरू निर्माण गरिएका छन्। भवनमा भिभिआइपी का लागि छुट्टै प्रवेशद्वार र कर्मचारी तथा सर्वसाधारणका लागि अलग्गै प्रवेशद्वारको व्यवस्था गरिएको छ। भवनभित्र एकापट्टि संसद सचिवालय र अर्कोपट्टि प्रतिनिधि सभाको बैठक कक्ष रहेको छ। सचिवालय र प्रतिनिधि सभाको पछाडि संसदीय दलका कार्यालय तथा राष्ट्रिय सभाको कक्ष रहनेछ। नयाँ भवनमा 700 सिट क्षमताको प्रतिनिधि सभा बैठक कक्ष रहनेछ, जसमा 400 सिट मुख्य सभा हलमा र 300 सिट बाल्कनीमा रहनेछन्। राष्ट्रिय सभाका लागि 290 सिट क्षमताको व्यवस्था गरिएको छ भने 350 सिट अट्ने संयुक्त लबी निर्माण गरिएको छ। साथै साना ठुला गरी 10 राजनीतिक दलका लागि संसदीय दलको कार्यालय तथा बैठक कक्ष तयार पारिएको छ।